स्वाचीको मासु जुन दिन बेबु बहिनीको कन्ट्रोभर्सी भिडियो चल्यो नि कोसँग बेबु 2024 छैन कुनै स्ट्राइक गरेको छैन भनेर उहाँले बोलिसकेपछि तपाईँको तर्फबाट हो फेरि उहाँ चाहिँ फेरि बाउ छोरालाई लाइन हाल्न आएको सो साथीहरू म चाहिँ अब यहाँ काम पनि थमाइसकेँ मलाई बैलर होस् भैँसी खोल्न हेरौँ खोल्न सबै वेलकम ब्याक साथीहरू आई होप तपाईँहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु होइन अब भोलि 7 गतेदेखि नेपाल अधिराज्यभर एसीको परीक्षा सुरु रहेछ एसीको एक्जाम सो अनि सम्पूर्ण भाइ बहिनीहरूलाई चाहिँ बेस्ट अफ लक एसीको शुभकामना साथै राम्रो गर्नु होला है अग्रिम अनि आफ्नो चाहिँ अब भनौँ न मैले त अब त्यति मजाले पढ्नु पाइनँ पढ्नु त 10 क्लाससम्म पढ्यो एसएलसीमा 8 वटा 9 वटामा 7 वटा सब्जेक्ट लगाएको मान्छे मै हो क्या गाइज आमा 7 वटा सब्जेक्ट लगाएको शाबास बेटा सो साथीहरू यहाँ मैले चाहिँ होइन मेरो सब्सक्राइबरहरू भेटेँ यिनीहरूले के भन्छ ल ओ केटाहरू कहाँ गएर आएको तिमीहरू खुत्रिया चाहिँ ड्रेसकै यो आज आएन यो ड्रेसकै आज आएन के 9 गते गेम चाहिँ के छ तयारी 9 हैन हाम्रो 13 गते ए तर जिल्ला स्तरीय 9 गते खेल्ने हैन कति गते खेल्ने म त हैन यिनीहरु दुई जना हो यो कति केजी खेल्ने केटा तिमीहरू म चाहिँ 30 केजी मा त्यसै अन्त अनि त्यो अनि एउटा वेटमा एकजना नि त तुमलाई बैलर होस् भैँसी त्यो ज्यान छ यस्तो बडी फुला त खोल त टी-शर्ट खोल्न हेरौँ खोल्न सबै सो साथीहरू म चाहिँ काम गर्ने ठाउँमा आइसकेँ होइन यता हुन्छ मेरो ड्याड यहाँ आज हामी दुईजना मात्र भयो सो अब यति चाहिँ आज ढलाएको हुनु पनि अनि बताला नि त आज तल फेरि न हो बोल्दैन त गयो त्यसो काय छैन अब यहाँ उयो गर्नुपर्ने हुन्छ सिमे बलुवा गिटी ल्याउनु पर्ने हुन्छ अब पछिको साथीहरू काम चाहिँ बबाल चलिरहेछ हामी चाहिँ यहाँ बेलचा हानेर रेस्ट गरिरहेको छु आज चाहिँ बुढोलाई पालो दिएको Two hours later. घर पनि हुनुहुन्छ फेरि उहाँ चाहिँ फेरि बाउ छोरालाई लाइन हाल्न आएको होइन होला के हो आज बाउ छोराले बाल नदिएको
बहुत छोराले बाल नदिएको होइन भाउजू पटक जस्तो त अब कामसाम सक्यो साथीहरू फाइनली कामसाम सक्यो होइन यता अब फिनिसिङ गर्नुहुँदैछ मेरो बाउले अब होइन छिटो चटक्क भएर घर जान्छु अब घरमा पुगेर म हल्का अब बेबु बहिनीको च्यानलमा किन भिडियो आएन के कारणले आएन जहाँसम्म लाग्छ मैले बुझेअनुसार म तपाईँहरूलाई सबै जानकारी दिने कोसिस गर्छु है अनि मलाई पनि धेरै मलाई मात्र होइन सम्पूर्ण बेबो फ्यामिलीलाई खटपट भइरहेछ क्या बेबोको किन भिडियो भ्लग आएन भनेर है के कारणले आएन किन आएन मैले जहाँसम्म बुझेअनुसार मैले जानेअनुसार म तपाईँहरूलाई बेबो बहिनीको भ्लगको बारेमा के जानकारी अपडेट दिने कोसिस गर्छु सो कति कुरा मैले बोलेको गलत पनि हुनसक्छ कति कुरा सही पनि हुनसक्छ साथी हो यो तपाईँको तर्फबाट हो ल धन्यवाद यहाँ हाम्रो यहाँ सोनीले यहाँ पुरा के अरे स्टुडेन्टहरूलाई यहाँ टिफिन तयारी पारिदिनु हुँदैछ अब आइसक्रिम खाने घर जाने साथीहरू स्ट्रिम हाम्रो यहाँ हाम्रो तरुनी काकी हुनुहुन्छ उहाँ चाहिँ गर्छौँ नि हाम्रो साथीहरू फाइनली म पनि घर आइपुग्न लागेँ है अनि त्यहाँ बहिनीलाई बाटोमा भेटेँ ऊ पनि भर्खरै कलेजबाट आएको रहेछ सधैँ त 10-11 बजीतिर घर आइपुग्थ्यो अनि आज चाहिँ किन ढिलो आएको भनेर सोधेको त किन डान्स केको लागि प्रोग्रामको लागि को तिमीहरूको डान्स तिमी एक्लै कि तिमीहरूको टिममेटहरू पनि छ टिममेट 4 जना छ नाम भन्नु न तिमी खतरा बा भन्नुहुँदैन अनि सो अब बहिनीलाई भोक लाग्यो भन्दैछ बहिनीलाई घरमा अब के छ के मासु भन्दैछ के खाने मासु सुवाचीको मासु सुवाचीको मासु ल सो गाइस तपाईले सुनिसक्नु भयो मेरो घर आइसक्यो सो गाइस वेलकम माई हाउस माई स्वीट हाउस स्वीट हाउस आउँदैछ हामी अब आइसक्यो आमालाई हल्का ग्याजी हान्दिउँ न माई मदर अनि के छ मेरो आमा ठिक छ के भन्नु नि अहिले कामसाम सघाइदिएको बुढो क्या ह्याप्पी छ भने मासु लिएर आउँछु भन्दैछ राम्रो भयो गाइस आमा त्यति बोल्नुहुन्न अलिक बिचकिन्छ सो साथीहरू है हाम्रो बेबु बहिनीको भ्लग किन नआएको के कारणले नआएको उहाँले आफ्नो च्यानलमा भिडियो हालेको युट्युबले रिमुभ गर्थ्यो र केही दिन केही समयको लागि सस्पेन्समा राख्दैछ उहाँको च्यानल है र अनि अर्को कुरा बेबु बहिनीको जम्मा 2टा युट्युब च्यानल छ एउटा बेबो 2002 र बेबो अफिसियल चाहिँ उहाँको हस्बेन्डले चलाउनुहुन्छ भाइरस ब्रदरले र बेबो 2002 मा चाहिँ कुनै पनि अहिलेसम्म कुनै पनि भिडियो अपलोड भएको छैन है सबै बेबो फ्यामिली परिवारलाई एकदम कहिले भ्लग अपलोड हुन्छ भनेर उहाँहरू पनि एकदम प्रतीक्षामा हुनुहुन्छ सो है साथीहरू अनि अब बेबो बहिनीको चाहिँ मैले अहिलेसम्म उहाँको नामको चाहिँ 3टा च्यानल भेटेँ युट्युबमा एउटा बेबो 2002 त्यो चाहिँ अब बहिनीको आफ्नै पर्सनल हो उहाँले नै युज गर्नुहुन्छ र अर्को च्यानल बेबो अफिसियल त्यो चाहिँ अब भाइरस ब्रदरले चलाउनुहुन्छ सो अर्को चाहिँ मैले कुन च्यानल भेट्यो भन्दाखेरि युट्युबमा बेबो 2024 यो च्यानल बहिनीले आफैले चलाउनुहुन्छ या कसैले बेबु बहिनीको नाममा त्यो युट्युब च्यानल खोलेको छ त्यसमा चाहिँ लगभग तपाईको 16-1700 सब्स्क्राइबर छ त्यो च्यानलमा चाहिँ जति पनि बेबु बहिनीको पुरानो भिडियोहरू अपलोड भइरहेछ क्या दिनदिनै यदि त्यो बेबु बहिनीको आफैले चलाउनु भएको च्यानल हो भने बहिनीले जानकारी गराउनुहुन्थ्यो बेबो फ्यामिली परिवारलाई ल साथीहरू मेरो यो नयाँ च्यानल हो भनेर जानकारी दिनुहुन्थ्यो सम्पूर्ण बेबो फ्यामिलीहरूलाई पनि भन्नुहुन्थ्यो होला जानकारी दिनुहुन्थ्यो होला तर त्यसमा कुनै भिडियो बेबो बहिनीले बोलेको छैन जति पनि भिडियो अपलोड आछ बेबो बहिनीको पुरानो भिडियोहरू मात्र अपलोड भइरहेछ साथीहरू सो अब बहिनीको के कारणले युट्युब च्यानल सस्पेन्ड भयो के कारणले भिडियो रिमुभ भयो हामी सम्पूर्ण बेबो फ्यामिली परिवारलाई
थाहा होस् र थाहा दिनु पर्यो है बहिनी, बेबु बहिनी। सो अब बेबु बहिनीलाई कसैले फसाउनु खोजिरहेछ या कसैले तल गिराउनु खोजिरहेछ, यदि त्यो मान्छे चिन्यौँ भने हामी चाहिँ चुप लागेर बस्दैनौँ है। सायद बेबु बहिनी पनि चुप लागेर त बस्दैन, कानुनी दायरामा हुन्छ के गरेर हुन्छ, ढिलो चाँडो भए पनि बहिनीले बोल्ने छ कुनै दिन, हामी त्यो दिनको प्रतीक्षामा छौँ। सो होइन अब साथीहरू, तपाईँहरूलाई यदि विश्वास लाग्दैन भने अब तपाईँहरू सबै बेबु फ्यामिलीलाई त थाहा छ नि त, बेबु ब्लग 2002 च्यानल भनेर बेबु बहिनीको। तर यो बेबु 2024 च्यानल चाहिँ कसले चलाउँदैछ, यो च्यानल हेरिसक्नुहुन्छ, यहाँ स्क्रिनमा देखिरहनु भएको छ होला नि साथीहरू। सो र अस्तिको दिनमा अब एउटा भाइले बेबु बहिनीको भ्लग भिडियो किन आएन भनेर उहाँले बोल्नु भएको थियो र अब त्यसको केही समयपछि केही दिनपछिबाट त्यो भिडियोमा बेबु दिदीले मेरो च्यानललाई स्ट्राइक गरिदिनु भयो, रिपोर्ट गरिदिनु भनेर फेरि बोलिदिनु भएको थियो र त्यो भिडियोमा बेबु बहिनीले कमेन्ट गर्नुभएको थियो। कमेन्ट यो हो, तपाईँले स्क्रिनमा देखिरहनु भएको छ। सो है अब पछिबाट अब बेबु बहिनीले मलाई नै यो मैले कुनै भिडियोमा रिपोर्ट गरेको छुइनँ, कुनै स्ट्राइक गरेको छुइनँ भनेर उहाँले बोलिसकेपछि त्यहाँ दुईवटा बेबु बहिनीको च्यानलको अप्सन देखियो है। अनि मैले पनि अब यो कुरा जान्नका लागि मैले बेबु बहिनीलाई घरमा गएर पनि भेट्नु खोजेँ, उहाँलाई भेटिनँ, उहाँ अब आफ्नो कामको व्यस्तताले बाहिर जानुभएको थियो र मैले बहिनीलाई मेल गरेको थिएँ, बहिनीले कुनै रेस्पोन्स दिनुभएको छैन है। आशा छ बहिनीले कुनै दिन ढिलो चाँडो भए पनि त्यो मेलको रेस्पोन्स दिनुहुन्छ भनेर। सो साथीहरू, तपाईँहरू ढुक्क भएर बस्नु, ढिलो चाँडो भए पनि बहिनीको भ्लग आउँछ है। अब जुन दिन बहिनीको भ्लग आउँछ त्यही दिन तपाईँहरूले सबै कुरा बेबु भ्लगबाटै तपाईँहरूले जानकारी लिनुहुन्छ। सम्पूर्ण बेबु फ्यामिली परिवारलाई चाहिँ म यति जानकारी गराउन चाहन्छु। सो साथीहरू, मैले यो कुरामा केही गलत बोलेको छु भने त्यसको लागि माफी माग्छु, बेबु बहिनीलाई पनि माफी माग्छु र भाइरस ब्रदरलाई पनि माफी माग्छु। तर यदि मैले कति गलत बोलेको छु कति सही बोलेको छु, मैले जहाँसम्म लागेको छ मैले बुझेर बोले या नबुझेर बोले त्यो मलाई थाहा छ है। सो तपाईँहरूलाई अप्ठ्यारो नलागोस्, बेबु बहिनी र हाम्रो भाइरस ब्रदरलाई यदि मैले झुट बोलेको छु भने तपाईँहरूलाई मनैदेखि सरी भन्न चाहन्छु। र जति पनि मैले अहिलेसम्म बेबु बहिनीको बारेमा भिडियो अपलोड गरेको छु है, सम्पूर्ण बेबु फ्यामिली परिवारले राम्रो सपोर्ट गरिरहनु भएको छ र कमेन्ट पनि राम्रै गरिरहनु भएको छ। र मैले बेबु बहिनीको बारेमा भिडियोमा बोल्दाखेरि कतिजना हेटर्सहरूले यति नराम्रो कमेन्ट गरिरहनु भएको, जति पनि बेबु बहिनीको बारेमा बोलेको छु, उहाँलाई सपोर्ट गरेको भिडियोहरू अपलोड गरेको छु, त्यो भिडियोमा नराम्रो यति कमेन्ट गरिरहनु भएको छ। उहाँहरूलाई चाहिँ सम्मानसहित यति भन्न चाहन्छु म चाहिँ। सो साथीहरू, बेबु बहिनीको नाममा अर्को च्यानल पनि एक्टिभ भएको रहेछ, त्यो च्यानल चाहिँ बेबु 2024 रहेछ। तर त्यो च्यानल कसले चलाएको छ थाहा छैन, जहाँसम्म लाग्छ मलाई चाहिँ होइन। जुन दिन बेबु बहिनीको कन्ट्रोभर्सी भिडियो हुन थाल्यो युट्युबमा, त्यहाँदेखि त्यो च्यानल एक्टिभ हुन थाल्यो क्या है। अब त्यो च्यानल बेबु बहिनीले चलाएको हो या होइन त्यो हामीलाई पनि थाहा छैन, या बेबु बहिनीलाई यो बारेमा थाहा छ थाहा छैन। यदि थाहा छ भने पनि त्यो यदि तपाईँले चलाउनु भएको हो भने तपाईँले सम्पूर्ण बेबु फ्यामिली परिवारलाई जानकारी दिनुहोस्। यदि तपाईँले चलाउनु भएको छैन भने चाहिँ अब भोलिको दिनमा गएर तपाईँलाई अप्ठ्यारो पर्न सक्छ। सो तपाईँले एकचोटि त्यो च्यानल सर्च गरेर हेरिदिनुहोस् होला है। च्यानल कसरी एक्टिभ हो भन्दाखेरि जुन दिन बेबु बहिनीको कन्ट्रोभर्सी भिडियो चल्यो नि, कोसँग नाम चाहिँ नलिम, सायद तपाईँहरूले बुझिसक्नुभयो, त्यो त्यहाँदेखि कन्ट्रोभर्सी भिडियो चलेदेखि तपाईँहरूको युट्युबमा त्यो बेबु 2024 च्यानल एक्टिभ भएको र त्यहाँदेखि त्यो च्यानलमा भिडियोहरू अपलोड आइछ क्या। भोलिको दिनमा त्यो च्यानलबाट कुनै नराम्रो भिडियो एक्टिभ हो भने बेबु बहिनीलाई धेरै मार्का पर्छ, अप्ठ्यारो पर्छ। सो अहिले नै बेबु बहिनीलाई यही च्यानलदेखि जानकारी दिन्छु। यदि तपाईँको च्यानल हो भने ठिकै छ, यदि तपाईँ बाहेक अरू कसैले हुन्छ नि लागेको छ तपाईँलाई डाउन पार्न, त्यो व्यक्तिहरूले चलाएको छ भने भोलिको दिनमा तपाईँहरूलाई अप्ठ्यारो पर्न सक्छ। र सो एक्टिभ भइदिनुहोस् होला, त्यो च्यानल कसले चलाउँदैछ सम्पूर्ण बेबु फ्यामिली परिवारहरूलाई जानकारी दिनुहोस्।
सो साथी हो मैले जानेको बुझेको यति नै बोले। सो यदि मैले केही गलत बोलेको छु भने हाम्रो बेबो बहिनी र भ्यारस ब्रोदरलाई चाहिँ मनैदेखि सरी भन्न चाहन्छु। साथै सम्पूर्ण बेबो फ्यामिली परिवारहरूलाई पनि माफी माग्न चाहन्छु यदि मैले झुट बोलेको छु भने या गलत कुरा बोलेको छु भने। सो साथीहरू है अब चाहिँ भिडियो बन्द गर्नुपर्ने हुन्छ। मलाई चाहिँ अझै धेरै कुरा बोल्नु मन छ क्या है, र अलिकति मेरो पनि काममा जाने बेला अब। सो अब कुनै दिन बेबु बहिनीसँग सरसल्लाह गफसफ गरेर यो के जानकारी तपाईँहरूलाई अपलोड गर्नेछु या बहिनीको च्यानलबाटै तपाईँहरूलाई जानकारी दिन सक्छ। सो साथीहरू अहिलेलाई बिदा लिऊँ।